हेलो भ्युवर्स, यो हेर्नुहोस्, यो गिफ्ट मैले पाएको यो चाहिँ दुबईको ब्याग हो। यसमा 3टा ब्याग पाइसकेँ मैले, मेरो साथीले ल्याइदिएको हो। लास्ट टाइम पनि हामीले मलाई ल्याइदिएको थियो, त्योभन्दा अगाडि पनि ल्याइदिएको थियो, योपालि पनि ल्याइदिएको छ हो। त्यस योपालि झन् मैले धेरै पाएको छु। यहाँ पनि सनग्लास पनि छ है। अनि म लगाएर देखाउँछु। अनि कस्तो लाग्यो त साथीहरू, होइन? राम्रो लाग्यो भने राम्रो लाग्यो भने राम्रो लागेन भने राम्रो लागेन भने तर कमेन्ट र लाइक चाहिँ गरिदिनुहोस् है ल। यहाँनिर लागोस् न, त्यो केही पनि हुँदैन। अन्त त्यहाँदेखि यो चाहिँ पर्फ्युम मेरो छोरीको लागि, तिम्रो लागि ल यो। अन्त यहाँ चाहिँ क्लिप पनि छ, हेर्नुहोस् है साथीहरू। अन्त एउटा कुरा लिपस्टिक पनि छ। त्यो लिपस्टिक चाहिँ हाम्रो ग्रुपमा बाँड्छ अरे है, किन हाम्रो सेल्फ हेल्प ग्रुप छ, त्यो उसको ग्रुपमा दिन्छ अरे। पहिला पनि ब्यागहरू ल्याइदिएको थियो ग्रुपमा, त्यो सबैलाई दियो। योपालि चाहिँ ब्याग मलाई र मेरो एउटा साथीलाई मात्रै ल्याइदिएछ हो। अन्त म चाहिँ अलिकति उयो हो नि त, आफन्त पनि भाउजू पनि परिन्छ, साथी पनि परिन्छ, त्यही भएर मलाई चाहिँ अब आउँदै पछि ल्याइदिएको होला नि है। अन्त त्यो लिपस्टिक चाहिँ ग्रुपमा बाँड्छ अरे हो। त्यो ग्रुपमा बाँडेपछि म तपाईँलाई लिपस्टिक पनि देखाउँछु त्यतिखेर, होइन? अन्त लाइक र कमेन्ट चाहिँ गरिदिनुहोस् है, कस्तो लाग्यो। मेरो एउटा साथी बिचरा ऊ पनि काम गर्नु गएको र उसले काम गरेर भए पनि यस्तो ल्याइदिन्छ सम्झेर, उहाँको लागि पनि धेरै धेरै धन्यवाद है। तपाईँहरूलाई पनि धन्यवाद र लाइक र कमेन्टको लागि चाहिँ धन्यवाद। लाइक र कमेन्ट चाहिँ गर्नुहोस् है। अनि मैले थाहा पाउँछ कि तपाईँहरूलाई राम्रो लाग्यो कि लागेन, होइन? राम्रो लाग्यो भने लाग्यो, लागेन भने राम्रो लागेन, होइन?